गुड मर्निङ पिपल फ्रम सिक्किम। आज चाहिँ 7 बजेको छ। म चाहिँ ढिलो उठेँ अनि देमले चाहिँ यहाँ हुनुहुन्छ। मलाई चाहिँ घाम पनि लाग्दैछ, चरक्क परेको। हजुर देमले फुल दिन्छु भन्नुहुँदैछ। अन्त पानी खाइहाल्छु ल देमले, पानी चाहिँ पिइहाल्नु पर्छ। म चाहिँ हिजो ढिलो सुतेको थिएँ नि त, 12 बजी मात्रै फोन चलाइबसेँ। तर केही खतरा काम चाहिँ गरेको होइन, भ्लग एडिट गरेँ। अन्त जसै भए पनि मलाई 9 घन्टा चाहिँ 8 घन्टा 9 घन्टा चाहिँ सुत्नुपर्छ। अनि त्यही कारणले म आज चाहिँ 7 घन्टा सुतेछु। अब भरेदेखि चाहिँ पर्फेक्ट टाइमिङमा सुत्छु म। वाउ अन्त गुड लक होइन। हामीले चाहिँ बिहान बिहानै आज देख्यो। अहिले चाहिँ म देमदेको घर जाँदै गरेको। फ्रेस मर्निङ मजा आयो, शीतल भयो, क्या मजा आयो। देमदेले भनेको चाहिँ ओइ माथि चाहिँ यत्रो त ढुङ्गा छ अरे, पल्टेर देमदेलाई किचाउँछ कि भनेर डरले देमले टेन्सन भन्दैछ। तर टेन्सन नमान्नु, त्यो पल्टिँदैन। त्यो रोड बनिन थाल्यो र देमदे। देमदेकोमा त टिङ 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 जस्तो भए पनि हुन्छ देमदे। एक किसिम, दुई किसिम, 3 किसिम। ओ उयो पर रहेछ। ए 3 किसिम खै अरू देमदे। पुरा मिठो लागेन छ होइन। यो एउटा हुन्छ नि, यो टाइममा मिठो लाग्दैन, खानु मन लाग्दैन, त्यो हुन्छ नि। फेरि त्यही माथि नुन पनि छैन हो। अन्त त्यही कारण उसलाई एकदम मिठो लागेन छ। सख्त नफरत आएछ जाएर। यसो भन्नु, उहाँ चाहिँ हिरो। हेलो Hello, you. हेलो, हाउ डु यु डु? I love you. Oh, I love you too.